हामी नेपाल एनजिओका संस्थापक सुदन गुरुङ जेनजी आन्दोलनको बेला पानी बाँडेर हिँडेका थिए, तर अहिले उनी एकाएक मन्त्री बाहिरेका छन्। राजधानी काठमाडौँको माइती घरमा भएको जेनजी आन्दोलनका क्रममा पानी बाँडेर हिँडेका गुरुङ एकाएक जेनजीका अगुवा मानिए। उनलाई त्यो अवस्थासम्म पुर्याउने कुन शक्ति थियो, यो विषय अहिले तीव्र रूपमा सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा चलिएको छ। गत भाद्र 23-24 अर्थात् 2025 को सेप्टेम्बरमा देशभरि फैलिएको युवा नेतृत्व आन्दोलनले सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार र पारदर्शिताको माग गर्दै ठुलो दबाव सिर्जना गर्यो। युवा शक्तिले सरकारलाई झुकाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। त्यसै क्रममा सरकारका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। यस आन्दोलनमा गुरुङको हामी नेपाल एनजिओले पानी वितरण गरेको थियो, तर एकाएक 38 वर्षीय गुरुङ जेनजी लिडर हुँ भन्दै कुर्लिए र रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी रोनाधना गरे। एकैछिन बस्ने कस्तो आँसु आयो भने कन्ट्रोल गरिरहेछु, गयो। यस्तो आँसु आउँछ थेत्तेरिका। त्यसपछि गुरुङ एकाएक चर्चामा आए। भनिन्छ पब्लिक सेन्टिमेन्ट बटुल्न उनलाई कसैले लगाएको गेम प्लान नै थियो। त्यसपछि अदृश्य शक्तिका आडमा कार्की सरकार बन्यो। न त उनले जेनजीको माग पुरा गर्न सकिन्, न त समयमै चुनाव नै गराउन सक्छिन्। देश विदेशीको प्रयोगशाला बनिरहेको छ। अहिले प्रधानमन्त्री कार्की केही गर्न नसक्ने अवस्थामा पुगेकी छन्। जेनजी आन्दोलनका क्रममा घाइते र मृतक भएका युवा पुस्तामाथि कुठाराघात भइरहेको छ। जेनजीको बलिदानबाट बनेको सरकारले जेनजीको मागलाई लत्याएको छ। जेनजीले 84 को चुनाव 82 मा खोजेका थिएनन्, आफ्नो पुस्ताको सुरक्षित भविष्य खोजेका थिए। तर विदेशी चलखेलमा नक्कली जेनजी बनेर सुदन गुरुङ समूहले सत्ता हाइज्याक गरे र अहिले उनको तीव्र आलोचना भइरहेको छ। यदाकदा दलहरूको सरकार भन्दा कार्की नेतृत्वको सरकारमा अत्याधिक भ्रष्टाचार भइरहेको गाईगुई चल्न थालेको छ। यहाँसम्म कि मन्त्री पद पनि करोडौँमा कारोबार हुन्छ अरे। जेनजीका लिडर भनेका 38 वर्षीय गुरुङ भने अहिले राजसभा प्रवेशको तयारीमा छन्। त्यससँगै उनी गोर्खाबाट चुनाव लड्ने बताइएको छ। उनले आफ्ना केही लङ्गोटियाहरूलाई राजसभाको केन्द्रीय सदस्यमा भर्ती गरिसकेका छन्। जेनजीको बलिदानबाट बनेको सरकार पनि अहिले राजसभाकै वरपर घुमेको छ। आन्दोलनको प्रतीकात्मक अनुहारबाट सत्ता केन्द्रित राजनीतिमा पुगेपछि गुरुङको भूमिकालाई लिएर सामाजिक सञ्जालमा चर्चा र आलोचना दुवै भइरहेको छ। आन्दोलनका आदर्श र हालको राजनीतिक अभ्यास बीचको अन्तरलाई लिएर विभिन्न प्रतिक्रिया आउन थालेका छन्। यता जेनजी आन्दोलनका अगुवा मिराज ढुङ्गाना सहित 30 पटी जेनजी समूह जेनजीको माग पुरा गर्न निकास अनि निर्वाचन भन्दै माइती घरमा धरना बसिरहेको छ। कार्की सरकारले जेनजी विद्रोहको बलमा सत्ता हाइज्याक गरेको र जेनजीमाथि कुठाराघात गरेको भन्दै सर्वपक्षीय सरकारको माग बढिरहेको छ।